तिमी सोच्छौ म स्मार्ट छु, तर एउटा गल्तीले तिमीलाई लाइफ टाइमका लागि डिस्ट्रोय गर्न सक्छ। ल 1 जो थोरैले मात्रै बुझ्छन्। धेरै एम्बियस युवाहरूले सोच्छन् म आफ्नो प्रतिभा देखाए सम्मान पाइन्छ, तर सत्य यस्तो छैन। मालिक, शिक्षक वा साथी जो आफू इन्सिक्योर महसुस गर्छन् उनीहरू तिमीलाई सिक्रेटली ब्लक गर्छन्। कसैले असुरक्षित महसुस गरे तिनीहरू रिएक्सन एग्रेसिभ हुन सक्छन्। रबर्ट ग्रीन भन्छन् कहिले मास्टरलाई छायामा नपार्नुस्। असाइन गर्यो भने साइलेन्ट सेबोटाइज हुन्छ। प्रमोसन रुक्छन्, प्रोजेक्ट ब्लक गर्छन्। पब्लिकमा ह्युमिलाइजेसन नदिए सुरक्षित तरिकाले चम्किनु सिक्नुपर्छ। स्ट्राटेजीको साथ कल्पना गर क्लास टपर चम्किन्छ, शिक्षक प्रेज गर्छन्, क्लासमेट जिलियस हुन्छन्, टिचर अनकन्सियस फेभर अरूलाई दिन्छन्। अफिस वा बिजनेसमा पनि ओभरसोइङ स्किल जियसली ट्रिगर गर्छ, साइलेन्टली डिस्ट्रोय गर्न सक्छ। नलेज टेक अवे आफ्नो प्रतिभा सबटाइटल तर प्रभावकारी देखाउने कला। इगो म्यानेजमेन्ट कसैलाई ट्रिट नदिई आफ्नो ग्रोथ अडियन्स गर्ने। सिक्रेट के हो? साइन्स र स्ट्राटेजीसँग मास्टरलाई सम्मान देऊ, उनीहरूलाई राम्रो देखाऊ अनि तिम्रो सक्सेस अननोटिस, अनस्टेपेबल, अनटचेबल हुन्छ। नलेज सक्सेसको लागि अब्जर्भेसन, साथी, बस, मेन्टरको रियाक्सन बुझ्नुपर्छ। रिस्पेक्ट फर्स्ट, टाइलेन्ट सेकेन्ड, सबटाइटल इन्फ्लुएन्स बनाउँछ। सोसियल अवेरनेस जिलियसली इभिन सिचुएटेड एभोइड गर्न सिक। यो त सुरुवात मात्र हो, ल2 अझ सकिन्छ। सबैभन्दा विश्वास गर्ने साथी कसरी बेट्रे गर्न सक्छन् बिना वार्निङ। अन्त्यसम्म हेर्नुहोस् वा म्यानिपुलेटेड बन्नुहोस्।